सो हेलो गाइज वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ म धेरै दिनपछि बनाउँदैछु ब्लग। म चाहिँ अलिक कालो कालो देखियो होला किनकि 12 बजेको घाममा भलिबल खेल्न जान्छु म, त्यही भएर कालो देखियो होला, माइन्ड नगर्नु होला। मेरो कपाल त झन् ओहो, यस्तो कपाल नेपालमा कसैको हुन्न होइन, त्यो एउटा कुरा हो। हामी चाहिँ दुईवटा जाँदैछौँ उस गर्न, के अरे काफल टिप्न। काफल लिएर आउँछौँ हामी हेर्नु। अरू कुरा त्यस्तै छ, धेरै दिनपछि भ्लग बनाउँदैछु। यो मुटु मेलेको गाई त्यसले साँधेर खानु यस्तो मिठो हुन्छ वाह। गाइज मेरो चाहिँ यो छोप्ने यो हातले छोप्ने बानी नलाएर हात दुखेर पिलित्तै भइसकेँ। सो गाइज म चाहिँ अब भलिबल खेल्न जान्न होला अबदेखि। हाम्रो चाहिँ थोरै कन्ट्रोभर्सी भयो के, कन्ट्रोभर्सी भनेको नबुझे पाल हल्का सानोतिनो झगडा पनि भएको होइन, त्यो छलफल भएको। अब साँझमा बल खेल्ने भनेर गाइज बल खेल्नु गयो भने मैले देखाइहाल्छु। म चाहिँ क्विक परेँ, यो चाहिँ रेजर पऱ्यो। हामी चाहिँ 4-5-6-7 खेल्थ्यौँ। अहिले त्यहाँ देवहरूको होस्टेल चल्यो हो, त्यहाँनिर म हिँड्दैछु। पछाडि गाउँ पनि देख्नु भयो होला, प्यालो प्यालो गाउँ प्यालै त हुन्छ नि, रातो कहिले हुन्छ मैले रातो भनेको र हेर्ने कि फेरि के हो पारा। यहाँ फेरि सानो सानो मकै छ, नदेखेवा माइन्ड नगरिदिनु होला, देखेवा गरिदिनु होला माइन्ड। यहाँ फेरि मेवा खा, कता गयो मेवा, मुर्दार मेवा देखेन त। मेवा हो यो मेवा, नचिनेवा चिन्नु, चिनेवा नचिन्नु। धेरै दिनपछि भ्लग बनाउँदैछु गाइज। अब हामीले टिप्दैछौँ कि म उहीँ गएर भेटौँला साथ गाइजहरू, उहीँ गएर भेटौँला। ल ल बाई बाई। सो गाइज हामी चाहिँ आइसकेको छौँ ठाउँमा। अब यो बुट्टामा यो बुटो के छ र त्यहाँ के खान जाने भन्ने कुरो मैले केही पनि बुझिनँ। भ्याएका आइछन् कि कौनाले खाएर मलाई नराखिदिकन। यो हाम्रो घरतिरको यो किमु खाने मान्छेले मलाई अलिअलि राखिदिएर खाए पनि अलि खुसी लाग्थ्यो होला, नराखिदिकन खाएको है। गाइजहरू प्लास्टिकमा राख्ने किन भनेर सोध्नु आएको सरले। देखिया होइन होला, देखिया होइन न, मलाई थाहा चाहिँ देखिन्न नि, थोरै हो कि गाइज, उस झाङ मात्रै देखिया क्या, बुट्टो मात्रै। मैले खाएको हेर्नु नि तपाईँले, किन देख्नु परेर थुक निल्नुहोस्। मैले खाएको हेर्दा हेर्दै किन चिन्ता लिनु पर्दैन क्या तपाईँ, म पुग्न सकिनँ। फेरि पेट दुख्यो भने फेरि मैले त त्यहाँ मैले जाने हो के अरे फेरि। यसलाई के भन्छ थाहा कि म, अनि मिठो त छैन तर खान परिहाल्यो तपाईँहरूलाई देखाउनु भए पनि। मेरो क्यामेरा खोज्दैमा कल छोपिदिन्छ त मैले यहाँ खाएपछि। ला छोप त, क्यामेराम्यान चेन्ज है गाइज, छोप्ने यसो, मैले खाएको देखाउनु पऱ्यो नि गाइज। हो गाई, यो चाहिँ मेरो दाई, यो चाहिँ मेरो प्यारो किमु। दाईलाई प्यारो भन्दैन, किमुलाई प्यारो भन्छ, देख्नुभयो। यो किमु अचालका मान्छे युवा युवतीहरूको रुक्ने। मैले यति गराएपछि तपाईँलाई पनि यस्तो देखाइदिन्छु, कप्पै खानु होला है गाइज। किमु मिठो छ भने कमेन्ट है, मलाई कमेन्ट चाहिन्छ है। भर्खर सुरु गरेको, धेरै भए होइन, यो पनि सर्ट्स मात्रै हालेको। यो भ्यू यो उसमा मैले सर्ट्स मात्रै हालेको, किन भन्दाखेरि अब म चाहिँ पहिला अब सबैले हेर्नु भएकोले हेर्नु भयो होला, मैले भ्लग्स बनाएको थिएँ। त्यो फेरि अब केही प्रब्लमले गर्दाखेरि म आउन पाइनँ। कतिले कमेन्ट गर्दै हुनुहुन्थ्यो कि कहाँ गयो दाइ, अचाल भ्लग आएन भन्नुहुन्थ्यो। मैले के भने भन्दाखेरि भ्लग यस्तो बाटामा हिँड्दैछ आउन ढिलो गर भने पत्याउनु भएन, के गर्ने गाह्रो छ। सर गाइजहरू छ न छ बुट्टामा नदेखिएको क्या। गाइजहरू हेर्नु, यत्रो मैले खान्छु दिन्न के अरे एउटा पनि। पहिला तपाईँहरूले खानु, तपाईँहरूको साटो गाइज मैले खाइदिन्छु भनेको दिँदै। पहिला तपाईँहरूले खानु, ल खानुभयो। यति मिठो पनि हुँदो रहेछ, मलाई थाहा छैन।
हाम्रो घरतिर गाइस घुम्ने ठाउँ धेरै हो कस्तो कस्तो भनौँ हेर्नु साँधेर खान मन र किमु पनि साँप्छन् भन्ने कुरो तपाईँले थाहा छैन है साँधेर खान मन र के भन्छन् अरे प्लास्टिक लिएर आएको छोडे रहेछ क्या अब यहाँ खानी जाने एउटा कुरा मैले चाहिँ हाम्रो घरतिर चाहिँ एउटा पोखरी छ कि यस्तो हिमालबाट खस्यो भन्दा अझै निलो पानी आउँछ गाईहरू त्यहाँ कहाँबाट आएको आफै उत्पत्ति भएर आँखा त्यो चाहिँ अहिले मैले देखाउँछु अहिले फेरि म भ्लग बनाउँछु उता अनि गुफा पनि छ गाईहरू एउटा यहाँ गुफा पनि छ त्यो पनि देखाउँछु त्यसमा चाहिँ पानी लगभग छाती छाती छ खेल्न फेरि डर लाग्छ कि एक्लै खेल्न ल अहिले चाहिँ यो पहिला मैले खान्छु खाएपछि अब एकैचोटि के खाएको अनि तपाईँलाई के देखाउने हो क्यामेरा छोपेर खान मिलेन त्यही भएर अहिले चाहिँ मैले देखाइनँ है ल गाईहरू बाई भाइ यसो यो भ्यू हेर्दै तपाईँले अब भिडियो बन्द गरिदिनु सक्नुहुन्छ ल बाई सो गाईहरू हेर्नु किमु खाएर हात कस्तो भएको छ मैले भर्खरै भिडियो हेर्दै थिएँ कि भलक कस्तो बनेछ भनेर एउटा सर फेरि यहाँ बुट्टाबाट आउँदै आउनु भएन मैले दिँदै दिनु छिटो आइज म घर जाने के अरे ल म यो चाहिँ हाम्रो खेत हो गाइस त्यो स्यातो के हराइदियो गर्ने त्यो ट्र्याक्टर हाम्रो यो बाटो यो म गाइजहरू एउटा सानो कुरो तपाईँहरूलाई प्रदान गर्दैछु अब भ्लग चाहिँ लगभग दिनै जसो आउँछ यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यो च्यानललाई पनि सब्सक्राइब गरेर हामीसित जोडिन सक्नुहुनेछ अब हामी दुइटा चाहिँ किमु खाएर जान लाग्यो हात त यस्तो रातै किमु खाएर हामी चाहिँ अहिले यो 9को छुट्टी के अरे यो फाइनल इक्जामको छुट्टी भयो नि त त्यही भएर यसो भ्लग बनाउनु गएको यो यहाँ चाहिँ हाई भन्दैन त केही कुरा यो च्यानललाई के गर्नु पर्यो भन्छ त्यहाँ उसहरूले अडियन्सहरूले ल तपाईँले कति धेरै त भन्दिनँ भर्खरै खोलेको च्यानल 10 कमेन्ट गरिदिनु मैले के गर्छु भन्दाखेरि मैले के गर्छु भिडियो बनाउँछु मैले अरू त के गर्ने हो र भिडियो बनाउँछु गाइस अरू कुरा त्यस्तै हो त्यो भिडियो चाहिँ के गराउने भन्दाखेरि गाइस च्यालेन्जको आउन सक्छ कतै गएको आउन सक्छ स्विमिङ गरेको आउन सक्छ मलाई अर्को भिडियो पनि हाल्दैछु अहिले चाहिँ यो एडिट गरेर यो चाहिँ साँझखेर एडिट गरेर यो चाहिँ साँझखेर आउँछ यो भिडियो चाहिँ ल अब अरू कुरा त्यस्तै हो गाइजहरू ल यो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब लाइक कमेन्ट गरिदिनु नबिर्सिनु ल अब भ्लग चाहिँ दिनै आउँछ ल बाई बाई